आज टक्क लाएर हाम्रो रबिन सरको सिटहुड पसलमा जाँदैछु। उहाँको पसलमा चाहिँ के कस्तो सामानहरू पाउन सकिन्छ म हजुरहरूलाई सर देखाउन गइरहेको छु भने यो गाडीको लागि पुरै सम्पूर्ण सजाउने सामानदेखि हेर्न सक्नुहुन्छ। डोरम्याटदेखि यो डोरम्याट पनि धेरै थरीको हजुरहरूलाई चाहियो भने टक्क लाएर हाम्रो रबिनजीलाई सम्झाउन सक्नुहुन्छ। रबिनजी सन्चै हुनुहुन्छ? एकदम। अनि हजुरको पसलमा चाहिँ के सामान बन्छ? यो पछाडिको चाहिँ मलाई साह्रै मन पर्यो। यो चाहिँ कहाँनिर राख्नुहुन्छ हजुरले भन्नुहोस् त। यो चाहिँ सर यो टिपरको पछाडि अब ब्याक साइडको कभर हुन्छ पछाडि खास यो बेडसिट हो। हजुर हजुर अब कस्तो युनिक देख्यो कि मलाई चाहिँ यस्तो मन पर्यो होइन। हजुरहरूको टिपरमा यो राख्दा हजुरहरूको टिपर चाहिँ झन् यस्तो खतरा देख्छ कि हेर्न सक्नुहुन्छ। यो चाहिँ पुरै युको बटम भन्छ यसलाई चाहिँ होइन, एकदमै युनिक डिजाइनको रहेको छ भने उहाँकोमा चाहिँ माथि छतदेखि अब ब्याक साइडदेखि सबै ठाउँमा यो राख्नु पर्यो भने हजुरले सक्नुहुन्छ होइन। एकदम एकदम हजुरले चाहिँ डिमान्ड अनुसारले बन्छ हजुर। हजुरले चाहिँ के काम गर्नुहुन्छ सर र लाएर दुई शब्द दिइहाल्नुहोस् त। हामीले चाहिँ खास अब टिपरहरूको अब सिटहरू बनाउने, अब सानो गाडीदेखि ठुलो गाडीहरू सबै पाल सिलाउने, पर्दाहरू, हुडहरू, हजुर अब यस्तै सिलिङ लेसहरू, सबै पर्दाहरू, लेसहरू सबै तयार हुन्छ। गाडी सम्बन्धी सम्पूर्ण काम गरिन्छ जो सजाउनको लागि चाहिँ होइन रबिनजी। डेकोरेसनको सामान प्राय सबै ल हेर्न सक्नुहुन्छ उहाँकोमा चाहिँ यो अब एकदमै राम्रो खालको फुलदेखि अब यो किरिङहरूदेखि लिएर गाडीको सिटदेखि उहाँहरूले स्टक पनि गर्नुभएको हुन्छ। हजुरहरूलाई यदि अब मन परेन भने कपडाहरू चुज गरेर पनि मजाले बनाउन पाउनुहुन्छ। उहाँहरूकोमा कपडाहरू पनि एकदमै बढी नै स्टक हुन्छ। अब रेक्जिनहरू पनि हजुरहरूलाई बाइकको गाडीको जेलाई सिट सिलाउनु पऱ्यो भने विभिन्न कलर र विभिन्न क्वालिटीको रेक्जिनहरू पनि पाउन सक्नुहुन्छ भने कपडाहरू पनि हजुरलाई जुन कलर भन्नुहुन्छ कलर क्वालिटी सबै अनुसारको पाउन सक्नुहुन्छ। अब यतातिर यो कपडा एकदमै राम्रो रहेको छ भने यो चाहिँ एकदमै बडी टिफारमा मोस्ट डिमान्डेड यो झलर भन्छ होइन। उहाँको पसल चाहिँ रहेको छ यहाँनिर ठ्याक्क अरनीको हाइवे रोड। यहाँ बजाज सोरुम रहेको छ भने बजाज सोरुमको सिधा पारिपट्टि चाहिँ हाम्रो रबिनजीको पसल रहेको छ। गाडी सम्बन्धी सम्पूर्ण काम गर्नु पऱ्यो भने हाम्रो रबिनजीलाई सम्झेर आउन सक्नुहुन्छ। उहाँको नम्बर चाहिँ म टिकटकको बायोमा कन्ट्याक्ट नम्बर राखिदिनेछु भने हजुरहरूले आफ्नो गाडीलाई एकदमै राम्रो डेकोरेसन गर्नु पऱ्यो भने चाहिँ 5 खालमा रहेको रबिनजीलाई सम्झाउन सक्नुहुन्छ। 5 खालको लागि चाहिँ एकदमै उहाँ फेमस हुनुहुन्छ। अब वर्षौँदेखि उहाँले यही क्षेत्रमा काम गर्दै आउनु भएकोले मैले चाहिँ उहाँको पसलमा आएर सर एउटा भिडियो बनाएको छु। अन्तिममा हजुरलाई केही बोल्नु छ? एकदम हजुरलाई चाहिएको अब सामानहरू केही बनाउनु पऱ्यो भने 5 सालमा रहेको सिटहुड पसलमा कन्ट्याक्ट गर्नुहोस् न। ल हस् धन्यवाद। हजुरको कन्ट्याक्ट नम्बर म टिकटकको बायोमा राखिदिन्छु। हजुरलाई धेरै फोन आउनेछ है त। ओके धन्यवाद। धन्यवाद रबिनजी, धन्यवाद। ल